हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। आज चाहिँ हामी हिँडेको न्युरो टिप्न। अनि यहाँ चाहिँ हामी मकैबारीमा आइपुग्यौँ। यहाँको मौसम यस्तो है, कुहिरो लाग्दैछ। यहाँ न्युरो टिप्दै हुनुहुन्छ हाम्रो न्युरो टिप्ने मान्छे फेरि ऊ है। म चाहिँ खालि भिडियो मात्र बनाउने हो। यहाँ त मकैबारीमा पनि टन्नै हुन्छ नि फेरि न्युरो टिप्दैछ। मकैबारी दर्यामझार सिमी नि फलेको रहेछ। अब यो सिमी त हाम्रो होइन, अर्काको टिप्दिनु हुँदैन। हामी त यो न्युरो मात्र टिप्छौँ। हाम्रो चाहिँ यो मात्र हो। कुहिरो लाग्न थाल्यो है यहाँ चाहिँ साथीहरू। यस्तो मौसम चाहिँ यहाँको मौसम चाहिँ भरै हुँदैन। एकैछिनमा पानी पर्छ, एकैछिनमा कुहिरो लाग्छ। के हो एकैछिनमा घाम लाग्दिन्छ। यस्तो है, पानीले पुरै मकैहरू पनि ढलिरह। साथीहरू यहाँ कुहिरो लागिरहेछ। यस्तो राम्रो कि यहाँको मौसम चाहिँ होइन। यहाँ मकैबारीबाट आउँदैछ साथी फेरि। यस्तो कुहिरो लाग्दै अनि अघि हामी आउँदा फेरि घाम लागिरहेको थियो। अहिले कुहिरो लागिसक्यो। यस्तो हो कि यहाँ चाहिँ एकदम यहाँनिर हेर यस्तो छ। ऊ चाहिँ टिपै छ है। के गर्नु साथी, अर्ग्यानिक खाना कहाँ सजिलो छ। यस्तो गर्नुपर्छ, यसरी टिप्नु पर्छ। यहाँनिर पनि छ। यस्तो छ, अर्ग्यानिक खानालाई कहाँ सजिलो छ र। अब पछि मकै फल्यो भने फेरि मकै खान आउँछौँ हामी। यहाँको रोड यस्तो छ साथीहरू। गाउँघरको यस्तै हो। मकैहरू टन्नै छ। यो गाउँलाई भन्छ आर्चेत होइन, आर्चेत। यस्तो हो यहाँको बाटोहरू। हेर्नु साथीहरू, हामी त कहाँ आयो है। नयाँ ठाउँमा कुहिरो लाग्दै पछाडि। म चाहिँ नराम्रो देखिएको छु। मलाई नराम्रो नभन्नु ल, मलाई थाहा म नराम्रो हो भनेर। बात त सही है। ले खाजा खाँदैछौँ। यो प्राप्तिले काकाले ल्यायो खाजा खाँदा। हेर्नु साथीहरू, हामी साग टिप्न आएको मान्छे यो प्राप्ति के बोकेर हिँड्दैछ देख्नुभयो के बोक्दैछ ऊ। यहाँको हेर्नु न मौसम। वाउ गाइस, यो यता हेर्नु न के बोक्यो हो कुम्लोमा। साग हो कि साग मात्र त होइन। बिउहरू कति राम्रो। यस्तो छ हाम्रो भने यस्तो मकै बोकिरहेछ। मलाई हेल्प पनि गर्नु भएन मकै बोक्नलाई। बिचरा म साथीहरू कस्तो घिनलाग्दो यो। साथीहरू हामी चाहिँ अब टिपेर पनि भ्यायौँ एक झोला। अब हामी फर्किँदैछौँ है त। जानु लाग्यो। कस्तो लाग्छ प्रतिक्रिया कमेन्ट गर्नु होला। राम्रो लाग्छ भने लाइक सेयर सब्सक्राइब हाम्रो युट्युबमा सब्सक्राइब पनि गरिदिनु होला। यो भ्लगलाई हामी यहीँ इन्ड गर्न चाहन्छु। बाई बाई, लभ यु।